हेर्नु न साथीहरू, हाम्रोतिर चाहिँ ग्यास नपाएको पनि 1 महिना भइसकिसक्यो है। हामी चाहिँ यसरी चुलामा पकाइरहेको छौँ भात सब्जीहरू। हजुरहरूले ग्यास पाउनु भएको छ कि छैन? हाम्रो चाहिँ ठ्याक्कै 1 महिना भइसकिसक्यो साथीहरू ग्यास नपाएको। यति बिजोग छ है। तपाईँहरू चाहिँ केमा पकाउँदै हुनुहुन्छ? यसरी नै मसला चुलामा पकाउँदै हुनुहुन्छ कि ग्यासमा पकाउँदै हुनुहुन्छ? मैले चाहिँ पानी उमाल्नु लागेको छु किनकि म खाजा खानु लागेको। हजुरहरूलाई पनि थाहा पाइसक्नुभयो होला मैले के खानु लागेको भनेर। मेरो खाजा चाहिँ यस्तो हुन्छ है गाइज, हेर्नु ल। ढ्यान्टाडा मेरो खाजा भनेको यस्तै हो गाइज। मेरो चाहिँ फाइनली पानी पनि उम्लिसकिसक्यो। अब म यसमा ठक्क रम्पम हाल्नुपर्ने हुन्छ करेन्ट। मेरो खाजा पनि रेडी हुँदैछ साथीहरू। हजुरहरू चाहिँ कसरी पकाउनुहुन्छ गाइज? म चाहिँ यसरी टक्क होइन पानी सानी उमालेर यसरी पकाउँछु है। मजाले पाकेपछि चाहिँ अनि मात्र लास्टमा मसला हालेर घोलेर त्यसरी बनाएर खान्छु। हजुरहरू चाहिँ कसरी खानुहुन्छ? आफ्नो तरिका, आफ्नो स्वाद, आफ्नो टेस्ट हुन्छ है। तपाईँहरू चाहिँ कसो गर्नुहुन्छ? म चाहिँ यस्तै हो साथीहरू, मेरो चाहिँ पारा यस्तै हो। अब यो भरे ठ्याक्क यो पाकिसकेपछि यसलाई भरे मोल्ने, लास्टमा मोल्ने यसलाई चाहिँ गाइज। म चाहिँ दाल बसाउनु लागेको साथीहरू। अब होइन मेरो खाजा पाकिसक्यो नि त अब त, त्यही भएर म चाहिँ कुकरमा कालो लाउँदैछु किनकि यो लाइनहरू त बर टर्छ नि त। त्यही भएर म चाहिँ कुकरमा पोचा लाउँदैछु है साथीहरू। माटोले लिपेर मजाले यति गरेन भने त भरे है सुन्ताको झन् कालै बनाइदिन्छ। पानी पनि पर्न लागेको छ गाइज। म चाहिँ छिटो भात सब्जी गर्नुपर्ने हुन्छ। मेरो खाजा नि पाकिसक्यो। अब दाल बसाउनु पर्ने हुन्छ, त्यस पछाडि तरकारी, त्यस पछाडि मेरो दालको लागि कुकर मैले बसाइसकेँ है। मेरो यहाँ खाजा पनि रेडी हुँदैछ। अब यसमा मसला हाल्नुपर्ने हुन्छ गाइज। मेरो खाजा रेडी भइसकिसक्यो साथीहरू। म चाहिँ मसला नुन हल्का हालेर सबै यसरी मोलेको छु है मजाको। वाउ, अब यसमा टक्क प्याजी अमिलो हालेर दामी हुन्छ। दाल पनि बसाइसकेँ। अमिलो समिलो प्याज साज काटेर म चाहिँ घोल्दैछु। अब मेरो खाजा रेडी भयो। अब म चाहिँ खाएँ ल गाइज। दामी दाल पनि पाकिसक्यो साथीहरू। मजा खाजा पनि खाइसकेँ होइन। खाजा चाहिँ कतिखेर खानुभयो भन्नुहुन्छ होला। मैले त ठ्याक्कै 5 बजी खाएको है रातिको। भोक लाग्यो नि त। अब म तरकारीको लागि रेडी बनाउँदैछु है। मैले चाहिँ प्याज पनि हालिसकेँ। चाहिँ यो है साथीहरू, आज यो के को मासु भन्नुहुन्छ होला? यो चाहिँ भैँसीको मुटु कलेजोहरू हो है। हजुरहरूलाई मनपर्छ कि मन पर्दैन हेर्नुहोस् त। तर मलाई चाहिँ मन पर्दैन है गाइज। म चाहिँ केहीको पनि मुटु कलेजोहरू त्यस्तो चाहिँ केहीको पनि खाँदिनँ, पनि मन पनि पर्दैन मलाई चाहिँ। तर हाम्रो घर फ्यामिलीहरूलाई चाहिँ सबैलाई मनपर्छ र म चाहिँ अब यसको तरकारी बनाउनु लागेको। मैले चाहिँ मासु पनि हालिसकेँ। हावाले है, हावा चलिरहेछ। आगो त बोल्नु दिँदैन मजाले, हावा चलेर मैले चाहिँ मसला पनि हालिसकिसकेँ। अब मेरो तरकारी पाको भन्दा भइसक्यो है। अब एकछिन चलाउनु पर्ने हुन्छ गाइस। मलाई चाहिँ यो कलेजो भनेको चाहिँ के हो के क्या, पहिला सानैदेखि मन नपर्ने क्या। के हो त्यो पहिला सानोमा पनि नखाने, अहिले पनि खानु मन पर्दैन है। तर मलाई यो कलेजोले यस्तो के भन्नु र साथीहरू, यस्तो बनाएको छ कि है। ठक्क पाहुना खाने गएको थियो नि त। अनि ट्याक्कै अब गफको तालमा ठ्याक्कै एउटा मुखमा पर्यो है। अब त्यत्रो मान्छेको छेउमा है, अब मुखमा पर्यो, अब कसरी निकाल्नु भन्ने टाइपको भइरहेछ मलाई चाहिँ। अब म यता गफ गरिराख्नु भएको छ, मिलाएको छु है। मैले 1 पिस त्यो कलेजो खानुको लागि मैले त्यो मासुलाई भगवान् 15-20 गाइस रुनु न हाँस्नु बनाएको छ क्या यो कलेजोले। किन है कस्तो सानोदेखि नखाएर होला त्यस्तो साह्रो मुखमा पर्ने कि कस्तो क्या। अब मासु त्यही मासु, अब कलेजो खाँदा चाहिँ कस्तो
कस्तो साह्रो हुन्छ क्या निल्नु मलाई यति गाह्रो भएको थियो त्यो दिन त्यो बेला सम्झिँदा नि भगवान् पाक्दैछ मेरो तरकारी चाहिँ फाइनली गाइस सब्जी पाक्यो तिल अचारको लागि गाइस यो चाहिँ यस्तो दामी हुन्छ खानुभएको छैन तपाईँहरूले तिलको अचार तिल मेरो अनुहारको हालत यस्तो भइरहेछ गाइस यति धेरै मेरो पोतन छिएछ कि मेरो अनुहारमा इफेक्ट लाएर मात्रै यतिको भएको ल म हजुरलाई देखाइदिन्छु मेरो अनुहारमा पोतो कस्तो छ है देख्नुभयो ए पसिनाले हेर्नु त यहाँ आमामा अनुहार मेरो रियल अनुहार त्यस्तो छ है यस्तो पोतो निस्केको छ है